हेलो गाइस, वेलकम एन्ड वेलकम ब्याक टु माई च्यानल। आज फेरि हामी स्कुटी सिक्न जाँदैछौँ। डे 2 हो आज। म चाहिँ रोटै रोड जान्छु किनभने गाउँ बिचबाट गइनँ नि त आज। गाउँ बिचबाट पनि बाटो छ, तर यो बाटो चाहिँ हिँड्दै हिँड्दै जाने। हाम्रो घर चाहिँ यहाँ माथि देख्दैछ, यहाँनिर देख्दैछ हाम्रो घर चाहिँ। यो चाहिँ सबै चियापत्ती बगान हो। मजाले चियापत्ती आइरहेको छ, नयाँ मिन्स अब न्यू ग्रोथ आएको छ होइन, त्यही भएर चाहिँ दामी देखिरहेको छ। सो अब तपाईँहरूसँग ग्राउन्ड पुग्ने बेलामा भेट्छु हस्। हामी चाहिँ ग्राउन्ड आइकन बसिरहेको छौँ, दादाहरूलाई पर्खिरहेको छु, आउनु हुँदैछ दादाहरू। टेन्डे आज के हुँदो रहेछ, पापा एक्लै चलाउँदैछ आज चाहिँ। पापा लडेर परिरहेछ। दादाहरू चाहिँ गोली खेल्दैछ, सक्षम भाइ पुरै चाप्दैछ, ऊ लडे पापा। हामी चाहिँ स्कुटी सिकेर उकालो जाँदैछ। डे 2 पापा लडेर चाहिँ डर लाग्यो मलाई पनि चलाउनु, त्यही भएर हामी चाहिँ गिलो चटपटे खानु लागि गिलो चटपटे बनाउँदैछु। हेर्नुहोस् होला फुल भिडियो। हामी चाहिँ आज गिलो चटपटे बनाउँदैछु, फर्स्ट टाइम बनाएको गिलो चटपटे। सामान चाहिँ सबै भाउजूले ल्याइदिइरहनु भएको छ। अनि फेरि क्रेडिट दिएन भने फेरि अब भोलिदेखि ल्याइदिँदैन। त्यसको लागि चाहिँ यो खिरा काट्दैछु, अनि प्याज टमाटर, अनि चाहिँ त्यो उयो पेस्ट बनाउनु पर्दो रहेछ गिलो चटपटेको लागि चाहिँ। मैले पनि बनाएको चाहिँ खाएको चाहिँ छुइनँ, बट देखेर चाहिँ खाउँ लागेर चाहिँ बनाएको। हेर्नुहोस् होला फुल भिडियो। काटिदिनु त। चटपटे भएर यो चाहिँ हाम्रो चटपटे रेडी भइसकेको छ। गिलो चटपटे बनाऊँ भनेको थिएँ, तर त्यो गिलो चटपटेको त्यो जुन चाहिँ टेस्ट हुन्छ त्यो चाहिँ के भयो भएर चाहिँ हामी यस्तै चटपटे खाने भनेर हाम्रो स्टाइलको बनाइसकेँ। अब तपाईँहरूसँग खाँदा गरेको भिडियो आउँछ, डल्ले खोर्सानी पनि हालेको छु, कुटकुटको भरिकन हालेको छु। रेडी गरिसकेँ चटपटे। अनि चटपटे खाने मान्छेहरू चाहिँ को हुनुहुन्छ हेर्नुहोस्। यहाँ चाहिँ हाम्रो चटपटे खाने मान्छेहरू हो, हेर्नुहोस् सबैजना। पापाले चाहिँ के लेख्न छ देखाउनु त पापा। पापाले चाहिँ च्वाचेको मासु लेख्न आएको छ अरे हो। अब खाने आज गिलो चटपटे बनाएको क्या, उयो चाहिँ भएन। एउटा लिक्विड पेस्ट हुन्छ नि, त्यो जान्दैन बनाउनु। बन्द गर्ने राखेर यहाँ चाहिँ अर्कै थियो एक्स्ट्रा पुगेन अरे भाउजूलाई।